हेलो गाइस, दर्शक नमस्ते, सबैलाई स्वागत छ मेरो न्यू भिडियोमा, न्यू ब्लगमा। हल्का रमाइलो म चाहिँ एकदम यस्तो लिएर बसिरहेको छु। अब खानु पऱ्यो एकदम सबै। यो मेरो एकदम पाल्तु कुकुर हो। हेर नानी, त्यो नानी हो। अनि पुरा सानाहरू बाहिर एकदम पानी परिरहेको छ एकदम सबै। म चाहिँ एकदम एकान्त ठाउँमा आजकल घुम्न आएको छु एक्लै, सिङ्गल है फेरि। हेलो हजुर, सबैलाई स्वागत छ। कुखुराको माग भइसकेपछि यहाँ एकदम पाल्ने व्यवस्था मिलाइसकेको छु मैले। एकदम हल्का यिनीहरूलाई जाडो लागेको छ, चिसो चिसो। हेर्नु त, कुरा गर्नुहोस् त, एकदम खतरा खतरा एकदम छ त। नडराउने यिनीहरू एकदम छ त, बानी परेको छ। ल फाइनली गाइस, यस्तो ठाउँमा घुम्ने आज काठमाडौँको एकान्त ठाउँमा घुम्न आएको छु एकदम छ त। के गर्नु, यस्तै छ। रहन्छ मान्छेहरू सरन्छ एकदम। भाइरल पुलमा जानु लाग्छ, भाइरल पुल एकदम छ त। एकदम भाइरल पुल ल यो भाइरल पुलतिर जानु लागेकोमा एकदम छ त घुम्न। यो पुल हेर्नु सक्नुहुन्छ, पुलमा हल्का घुमघाम गर्ने जानु लागेको। कस्तो लाग्छ पुल। ल साथीहरू, भाइरल पुलमा आइयो। खोला दरोज लागिरहेको छ। म चाहिँ यस्तो पुलमा घुमघाम गर्नु आजको नयाँ मोबाइल खस लगाएर फेरि। ल खोला त खतरा आएको रहेछ एकदम छ त। खोलामा एउटा घुमघाम। या यस्तो ठाउँमा पनि घुम्न आउँछु म त। पुलको कस्तो लाग्छ आज नयाँ। तल हेर्नुहुन्छ खोला यस्तो उठिरहेको छ। अनि म चाहिँ हल्का पुलको दृश्य गर्न आयो। हल्का डर लाग्छ, त्यही पनि हल्का घुम्न आइदिएको। हल्का पानी परेको अनि खोला चाहिँ यस्तो खतरा आएको छ। खतरा आएको छ पुरा। तल पानी चलिरहेको छ, पुरा आँखा रिङ्ने गर्छ सर यस्तो। ल हेलो साथीहरू, यो कुन खोला हो हजुरले भन्न सक्नुहुन्छ? या खोलामा पुरा आनन्द लिइरहेको। कस्तो छ खोलाको? माछा पनि सिन रहेछ, तातो पानी छ एकदम ठुलो। यो खोला हेर्न सक्नुहुन्छ। आज खोलाको आनन्द लिइसकेको। पानी एकदम तातो, चिसो भन्ने तातो रहेछ। एकदम जस्तो तातो पानी रहेछ। ढुङ्गा एकदम यस्तो मजाको सर परेको, एकदम चिसो। ढुङ्गा हेर्न सक्नुहुन्छ कति हो एकदम छ। म कहाँतिर आएको बाटै बिर्सेँ हो, बिर्सेको छैन। ऊ त्यहाँबाट आएको। हेर्न सक्नु त पुरा ठुलो खोला एकदम छ। खोलाको आनन्द लिँदैन। ल साथीहरू, नेपालको बाटोको आनन्द लिँदै म यहाँ हेरिरहेको छु सर पारेर एकदम छ त। बारीहरू यस्तो अनि ठक्क यहाँको गाडी आइरहेको छ। यहाँ नेपालको गाडी गयो, बस गयो, नेपालको बस। अनि म चाहिँ टाढा बारी छ हल्का त्यसको बारिस यस्तो घुम्रहेको। देख्न सक्नुहुन्छ एकदम छ। अनि एकदम मस्त एकदम चिसो तल हेर्न सक्नुहुन्छ एकदम सिधा अहिले। अनि टक्कै पारेर बाटो छ नेपालको। अब लास्ट हो नेपालको बाटो। यो हल्का
टाढै काठमाडौँ हल्का टाढा छ अनि रमाइलो गर्दैछु घुमघाम यस्तै छ गाउँतिरको साथी घरतिर रमाइलो एकदम आइरहेछ अनि हरदेखि जानुहुन्छ एकदम बाटो अब यस्तो हल्का बर्खा लागेको छ हल्का हल्का चिसो मौसम छ अनि यस्तो मौसममा चाहिँ हल्का घुम्दैछु आनन्द हेर्छन् क्या पहाडहरू छ अब यस्तो पहाडहरू विदेशमा पाउँदैन हेर्ने त्यही पनि आनन्द लिइरहेको छु टक्क पारेर हुन्छ अनि म चाहिँ यस्तो लाग्छ म त गएको छु एकदम छ त यस्तो गर्दै